गौमाता। हाम्रो अभियान चाहिँ पृथ्वी सबैको साझा हो, सबैले बाँच्न पाउनुपर्छ भन्ने अभियान हो। आज यो विश्वको गुरुदेश, देवभूमि, तपोभूमि, ऋषिभूमि जुन गौमाताले आराध्य भगवान पशुपतिनाथले पत्ता लगाइदिनु भयो, ठुला ठुला धार्मिक स्थल गौमाताले पत्ता लगाउनु भएको छ। आज यो विश्वको गुरुदेशमा गौमाता र शिवका वाहन नन्दीको अपमान भएको छ। राज्यले त वास्तै झुकेर गऱ्यो भने मात्रै, न त राज्य पक्षबाट त खोइ साह्रै गाह्रो भएको छ। हामीले जति पनि भक्तजनहरूलाई अनुरोध गरेर हाम्रो सदस्य बनिदिनुहोस्, आजीवन सदस्य बनिदिनुहोस्, भूमिदान सदस्य बनिदिनुहोस्, सहयोगी सदस्य बनेर दिनमा 1 कप चिया, आधा कप चियाको पैसा छुट्याउनु भनेर यसै गरी चलाइरहेको छु। यो अस्ति 2082 साल जेठ 2 गते हाम्रो गौशालामा यो पशुपति वनगाली अचानक स्वयंसेवी बस्ने ठाउँ, स्टोर, रासन सामानहरू राखेको स्टोरहरू जलेर 5-6 कोठा ध्वस्त भएको र न राज्य पक्षबाट त हेर्नसम्म त्यो दिनमा आगो लागेको बेला दमकल आयो, सेना प्रहरी आएर आगो नियन्त्रणमा लिएर आगो निभाउन सफल भयो, नत्र ठुलो नोक्सान हुन्थ्यो। त्यही देखेर हाम्रो आजीवन सदस्य, अक्षयको सदस्य, सहयोगी सुमित्र गैरे बुटोलदेखिबाट आएर केही रकम उठाएर यी गाई बाछाको स्वयंसेवकहरू बस्ने ठाउँ बनाउनुपर्छ, यिनीहरूलाई खुवाउनुपर्छ भनेर फेरि यो घटनापछि सहयोगी हातहरूबाट केही सहयोग लिएर यहाँ आउनुभएको छ। उहाँलाई पहिला माला लगाइदिएर दीर्घायु र सफलताको कामना गर्न चाहन्छु। यहाँको दीर्घायु र सफलताको कामना जसले उहाँलाई सहयोग गरेर पठाउनु भएको छ, सबैलाई धन्यवाद र सबैलाई मेरो प्रणाम पनि छ। जय गौमाता। सम्पूर्ण भक्त सज्जनहरूमा गुरुदेवको मुखारविन्दबाट सबैले श्रवण गरिसक्नुभयो। यहाँको अवस्था एकदमै दयनीय छ। यस्तो अवस्थामा यहाँ साथीहरूले सहयोग गर्नुभएको छ। यहाँ चाहिँ पशुपतिनाथको दर्शन गरिसकेपछि मार्बलका नन्दीलाई फुल चढाएर उहाँहरूले चाहिँ यहाँ आएर प्रसाद साक्षात नन्दी र गौमातालाई खुवाउनुपर्छ भन्ने उद्देश्यले चाहिँ उहाँहरूले सेवा गर्नुभएको छ। हिमाल पहाड तराई नभनी देश विदेश नभनी ठाउँबाट भक्तहरूले आफूले जति सक्नुहुन्छ आफूले खाएको खानाको केही भाग चाहिँ छुट्याएर उहाँहरूले गौमाताको लागि, नन्दीहरूको लागि सेवा पठाउनु भएको छ। उहाँहरूलाई म हृदयदेखि नै धन्यवाद दिँदै उहाँहरूका हातहरू यसरी नै सेवामा लागिरहन् भन्दै म उहाँहरूको नाम लिन चाहन्छु। उहाँहरू चाहिँ सुनसरी धरानको हुनुहुन्छ, हामी चाहिँ बुटोलको हौँ। हामी प्रत्यक्ष देखरेख भएको पनि छैन। उहाँहरूले यही गौशालाको भिडियोहरू देखेर हामी आएर सेवा गरेको देखेर हामी टाढा भए पनि त सेवा गर्न सक्दो रहेछौँ नि भन्ने उद्देश्यले चाहिँ उहाँहरूले यो द्रव्य पठाउनु भएको छ। उहाँहरूले धेरै भएर पठाउनु भएको होइन। हामीले चाहिँ हुने खानेले त गर्छ, हामीले के गर्ने भन्नुहुन्छ, त्यस्तो हुँदैन। 5-10 रुपियाँ भगवानको लागि अर्पण गर्न, गौमाताको लागि अर्पण गर्नको लागि चाहिँ हामीले आफूले खाने पहिलो घाँस गौमातालाई, अन्तिम घाँस चाहिँ कुकुरलाई भनेर शास्त्रले पनि छुट्याएको छ। हामीले एउटा 1 घाँस मात्रै छुट्यायौँ दिनमा भने पनि गौमाताको सेवामा हामीले लगाउन सक्नेछौँ। यहाँ चाहिँ सन्ध्या विकसित चिउरी हुनुहुन्छ, उहाँले 11,001 पठाउनु भएको छ गौमातालाई। अनि उहाँले चाहिँ आजीवन सदस्यसँगै गौमाताको लागि चापटहरू जे अब गौमाताले खानुहुन्छ उहाँहरूलाई चाहिँ अर्पण गर्नु भनेर भन्नुभएको छ। सबैले उहाँहरूले चापटहरू, सबै गुडहरू यो सब उहाँहरूले पठाउनु भएको छ। अनि आरती न्यागुन हुनुहुन्छ, उहाँले पनि 5,500 पठाएर आजीवन सदस्य बन्नुभएको छ उदयपुर बेलटारबाट। त्यसै गरी कुमार विश्वकर्मा हुनुहुन्छ उदयपुरबाट, उहाँले पनि 5,500 पठाएर आजीवन सदस्य बन्नुभएको छ। त्यसै गरी सङ्गीता श्रेष्ठजी हुनुहुन्छ, उहाँले 2001 पठाउनु भएको छ। हामी त अनलाइनको एउटा साथी हो, अनलाइनबाटै हाम्रो यही भिडियो मार्फत नै उहाँहरूले चाहिँ हाम्रो भिडियोहरू, गौशालाको भिडियोहरू देखेर हजुरहरू जानुहुँदो रहेछ नि त, हजुरहरू गएर जाँदाखेरि हाम्रो पनि केही सेवा लगाइदिनु है भनेर पठाउनु भएको छ। सन्ध्याजी हुनुहुन्छ, उहाँले यस्तो धेरै गौशालाहरू, गौ सेवाहरू
मानव सेवाहरू उहाँले धेरै गर्नुहुन्छ। उहाँको हातहरू यसरी नै बढ्दै जाओस्। जसरी यहाँ सेवा पठाउनु भएको छ, उहाँहरू भक्त सज्जनहरूको घरमा सुख शान्ति होस्, कुलपितृहरूले देवी देवताहरूको आशीर्वाद उहाँहरूलाई बन्दै जाओस्। जसरी उहाँहरूले दान गर्नुभएको छ, उहाँको 100औं गुणा भगवान्ले यसरी नै धनहरू दिनुहोस् कि उहाँको फेरि यिनै हातहरू फेरि सेवामा लागिरहन्। हजुरहरू सबैको जय होस्, कल्याण होस्। सबैले सेवा गरिदिनु होला। यहाँको अवस्था निकै दयनीय छ। आगो लागि भयो, सबै नष्ट भयो। बस्ने स्थानहरू बनाउनु पर्यो। बस्ने स्थान बनाएर यहाँ सेवा गर्ने सेवकहरू राख्ने कि गौमाताहरूलाई खुवाउने यहाँ एकदमै दुःखदायी अवस्था छ। हामी चाहिँ बुटोलबाट यो अवस्थाको लागि केही भए पनि गराउनु भनेर आयौँ। आउँदाखेरि यति टाढा टाढाको भक्तहरूले सहयोग गर्नुभएको छ। विश्वास गरेर जति सक्नुहुन्छ सबैले सहयोग गर्नुहोला। सबैको जय होस्, कल्याण होस्। जय गौमाता।